हेलो दर्शकबिन नमस्कार। मैले आज तपाईहरुलाई फेरि एउटा चाहिँ यहाँ बाटोको अवस्था एकदम बिग्रिसकेको छ, त्यही देखाउन गइराखेको छु। ल हेर्नुस् है, यो चाहिँ शिवराज नगरपालिका वडा नम्बर 7 निब्यावा र जुम्लीको बिचमा रहेको यो चाहिँ बाटोको अवस्था यस्तो छ। हेर्नुस् है, यो लमसम 1 वर्षदेखि मैले हेर्दै आइरहेको छु। यो बाटोको अवस्था यस्तै छ। अहिले कसैको सम्बन्धित यहाँ निकायको चाहिँ आँखा परेको छैन। त्यही भएर मैले हामीलाई यहाँ आउन जानले एकदमै गाह्रो भयो। त्यही भएर मैले यहाँ आज भिडियो बनाएँ। तपाईहरु पनि यो भिडियो एकदमै सक्दो शेयर गरेर धेरै मान्छेसम्म पुर्याइदिनको लागि हार्दिक अनुरोध गर्न चाहे। यो चाहिँ अहिले त ठीक छ, यो पानी पनि परेको बेला हैन। साउन भादो महिनामा यो बाटो कसरी हिँड्न सक्छन्? यता पनि खोला छ, यता पनि उ छ, यतादेखि गयो भने त पानी पुरै हुन्छ, यता पनि पुरै पानी हुन्छ। अनि मान्छे कतादेखि जाने? त्यही भएर यो चाहिँ छिटोभन्दा छिटो यदि हाम्रो शिवराज नगरपालिकाको नगर प्रमुख लगायत हाम्रो शिवराज वडा नम्बर 7 को वडा अध्यक्षज्यू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाँडैभन्दा चाँडै यो चाहिँ बाटोको चाहिँ अवस्था मिलाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहे। यहाँ चाहिँ हामीलाई आउन जान एकदमै गाह्रो भएछ। लमसम मैले 1 वर्षदेखि यो चाहिँ हेर्दै आइरहेको छु, केही भएको छैन अहिले परिवर्तन। त्यही भएर यो छिटोभन्दा छिटो एकदमै चाँडै, न त यो भिडियो अझै एकदमै खतरा बन्नेवाला छ। ल यति भन्दै म हस्, धन्यवाद। देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ शिवराज नगरपालिका वडा नम्बर 7 जुम्ली भन्ने जाने बाटोको अवस्था यस्तो छ। हेर्नुस् है।